के हुन्थ्यो साथीहरू यदि दुनियाँबाट सूर्य नै गायब भए? सबैभन्दा पहिला त यो कुरा हामीलाई लगभग 8-8.5 मिनेट पछि नै थाहा हुन्थ्यो, किनभने यति समय लाग्छ सूर्यका किरण धरतीसम्म आउनको लागि। 9 मिनेट पछि कम्प्लिटली डार्कनेस हुन्थ्यो। आकाशमा जुन हामीले चन्द्रमा देख्थ्यौं त्यो पनि देखिन बन्द हुन्थ्यो, किनभने सूर्यकै प्रकाशको कारणले यो हामीलाई देखिएको हो। ग्रेभिटेसनल पुल सकिएको कारणले धरती फरवर्ड मोसनमा उड्थ्यो र सोलर सिस्टमबाट निक्लेर आउटर स्पेसमा पुग्थ्यो। एक सालभित्र टेम्परेचर -70 डिग्री भन्दा कम हुन्थ्यो। यसको मतलब सबै समुद्र फ्रिज भइसक्थ्यो। तर बरफको टप लेयर फ्रिज भइसक्दा तलपट्टि इन्सुलेटर भएर पानी नै रहन्थ्यो। यसको मतलब डिप ओसियनमा जो जिन्दगी छन् तिनीहरू सर्भाइभ गर्न सक्छन्। तर जमिनमा भने सबै रुख बिरुवा मरिहाल्छन्, किनभने फोटोसिन्थेसिस गर्न सक्दैनन्। चिसो यति बढ्छ कि बिस्तारै बिस्तारै पुरै एटमोस्फियर नै खतम हुन्छ। यदि यसो भयो भने मान्छेको लागि जीवित रहन नेक्स्ट टु इम्पोसिबल हुन्छ।